मङ्सिर 4 गते 2072 साल भगवान श्री सत्य साई बाबाको शुभ जन्मोत्सवको 5 दिवसीय कार्यक्रमहरू मनाउने क्रममा हामी दोस्रो दिनमा आज युवा दिवस मनाउन गइरहेका छौं। कार्यक्रमको सुरुमा 3 पल्ट ओमकार र गायत्री जप गरिदिनु हुन सम्पूर्ण भक्तहरूलाई अनुरोध गर्दछु। ओम श्री साईराम। आजको यस कार्यक्रमको सञ्चालनको अनुमति भगवानसँग माग्दै भगवान सामु दीप प्रज्वलन गरिदिनु हुन यस केन्द्रका पूर्व अध्यक्ष श्री आदि प्रधानज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै भगवानमा पुष्पगुच्छ अर्पण गरिदिनु हुन यस केन्द्रकी अध्यक्ष श्रीमती रोहिणी श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। त्यसै भगवान सामु पुष्पगुच्छ अर्पण गरिदिनु हुन केन्द्रकी उपाध्यक्ष श्रीमती अमिता निरौलाज्यूलाई पनि म अनुरोध गर्दछु। त्यसै भगवान सामु पुष्पगुच्छ अर्पण गरिदिनु हुन सेवा संयोजक श्री राजेन्द्र राईज्यूलाई पनि म अनुरोध गर्दछु। त्यसै पुष्पगुच्छ अर्पण गरिदिनु हुन शिक्षा संयोजक श्रीमती तारा राज भण्डारीज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै
भगवानलाई पुष्पगुच्छ अर्पण गरिदिनु हुन महिला संयोजक श्रीमती दया श्रेष्ठज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै पुष्पगुच्छ अर्पण गरिदिनु हुन युवा संयोजक श्री सार्थक खनालज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै केन्द्रका पूर्व अध्यक्ष श्री आरबी प्रधानज्यूलाई पनि पुष्पगुच्छ अर्पण गरिदिनु हुन म अनुरोध गर्दछु। त्यस्तै श्री सत्यसाई स्कुलका प्रिन्सिपल विश्वराज खनालज्यूलाई पनि भगवान सामु पुष्पगुच्छ अर्पण गरिदिनु हुन म अनुरोध गर्दछु। ओम श्री साईनाथ ब्रह्मांड नायक कलियुग अवतार बंगल साई को चरण कमल में सत कोटि प्रणाम करते यहाँ उपस्थित आदरणीय पद अधिकारी ज्यूहरू संपूर्ण साई भक्तहरू एवं संपूर्ण युवाहरूमा मेरो हार्दिक साईराम। आज मिति 2072 साल 8 महीना 4 गते भगवान साईको 90 और जन्म महोत्सवको अवसरमा हुन लागिरहेको कार्यक्रमको दोस्रो दिन युवा दिवस। यस पवित्र दिनमा हामी सम्पूर्णलाई यसरी एउटै छत्रछायामा समेट्न आशीर्वाद प्रदान गरिदिनु हुने उही स्वामी प्रति नतमस्तक एवं कृतज्ञ हुँदै सर्वप्रथम यहाँहरू सम्पूर्णमा आजको कार्यक्रममा हृदयबाट स्वागत गर्दछु। अलिकति आजको कार्यक्रमको बारेमा भन्न चाहन्छु। अघिल्ला कार्यक्रमहरूमा आजको दिन हामीबाट यथाशक्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्थ्यो, तर यस वर्ष स्वामीको आशीर्वादको कारण हामीलाई रघुवंशीसँग आइपुगेका छौँ। यो यज्ञ पहिलोपल्ट गर्दै गरेका कारण हामीहरूबाट केही कमी पनि भयो होला। स्वामीसँग क्षमा माग्दै यस यज्ञमा उपस्थित रही हाम्रो हौसला बढाइदिनु भएकोमा यहाँहरू सम्पूर्णमा हृदयबाट धन्यवाद दिन चाहन्छु। साथै यस पवित्र कार्यलाई हर तरहबाट सहयोग गर्नुहुने सम्पूर्ण दिव्य आत्माहरूमा भगवान साईको सदैव आशीर्वाद रहिरहोस् भनी प्रार्थना गर्दै यहाँहरू सम्पूर्णलाई हृदयबाट नै स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम।